What's up guys, welcome to my new video. Today we are gonna play Minecraft series, the episode कति हो भने episode 2 हो 3 हो त्यसलाई 2 भन्छ हिजोकोलाई किनकि त्यसो हामीले माइनिङ गरे त्यो अब हामीलाई त्यो घरमा गएर न त्यो त हामीले सामान लुकाएको थियो नि हाम्रो त्यो घर मलाई थाहा छ very bad happening. Me taking fall damaging. के छ र टाइगर भने बनाउने ए अब वुड कम भयो क्या हामीलाई वुड यो कटो राको चाहिँ के तेल के चिनी पाक्यो यो त्यो रसगुल्लाको रस मैले खाइसके जुठो हालेको थियो जुठो हाला हो यो जुठो हाला हो कहाँ बनाउने घर त्यो पुगेन क्या हामीलाई घरको उतानेरी त्यसको त्यो बोर्डरको लागि चाहिन्छ त्यो झन् हाला भयो पकाएको भयो नि हुन्छ सानी तिमीले यिनीहरू दुध कति मैले दुध चलाएको हो सानो त्यो दुधमा के हालेर चिया खानु हुन्छ हुँदैन त्यो ब्रेडबाट निकालेको हो हुन्छ होला चियामा गएर हालेर खाइदिनु न त ल हुन्छ के होला खेर जान्छ फेरि पकाउनु cutting some trees, guys. यो भन्दा अर्को एपिसोडमा अब हामी रुम पोर्टलमा जान्छौँ नेदर पोर्टल हो के नेदरमा जान्छौँ अनि पछि अब पेडबाट अनि पछि एन्डर आइस के हो अनि एन्डर ड्रागनलाई मार्न जान्छौँ अहिले नै त सक्दैन यो टिनाको 16 हो खाजा खानु पर्यो यो अब राति भइरहेछ सुतम यो घरभित्रको मर्यो है भाइ हो पछाडिबाट आएर कुर्दै भाग्नु ए भाग्नु लो मानु लो स्केलेटनले टाढा त्यो स्केलेटनलाई बोल्नु न तपाईँ के आउनु भएको
हामीले नै डढाइदिन्छ हेरौँ त कति भयो तपाईँको वुड कति भयो त हाम्रो 64 स्ट्याक एउटा स्ट्याक भइसकेको छ 29 छ एउटा स्ट्याक गर्नुपर्छ 29 अब फेरि जाम अब एक स्ट्याक गर्नु छ त्यो काम डन राति निधनमा गएको ओके हामी तपाईँलाई एउटा कुरा भन्छौँ होइन त्यो तपाईँलाई पार्ट 2 थियो नि त्यो हामीले 1 मै दिइसक्यौँ होइन हजुरहरूलाई आज हामी घर बनाउनेको मात्र सामानहरू मात्र राख्छौँ होइन अनि पछि घर चाहिँ हामी अहिले बनाउँदैनौँ अर्को एपिसोडमा के अरे नेदरमा जाने त होइन पहिला सुरु होइन भिडियो धेरै लङ किन भएको भने हिजोको गाइज होइन हामीले 2टा एपिसोड मर्ज गरेको थियौँ फर्स्ट र 2 अनि आज चाहिँ अलिकति छोटो हुन्छ घरको सामानहरू कलेक्ट गर्ने अनि पछि नेदरमा जाने अब नेदरबाट के होइन आज घर बनाउने हो कि आज राति हामी नेदरमा जाने के पार्ट 4 मा नेदरमा जाने बुझ्नु भयो घर अहिले धेरै हुन्छ नि त भनेपछि धेरै नै टाइम लाग्छ नि त घर सर बनाउन होइन हामी बनाउने होइन कि एउटैको अपग्रेड गर्ने हो भने अपग्रेड गर्ने त्यो चाहिँ मेरो दिमागमा आउँदै आएन त्यो लाइब्रेरीको अपलोड गर्ने होइन लाइब्रेरीहरूको त्यो चाहिँ गरौँ न पहिला जोइस्टिक चेन्ज गरौँ हे कस्तो बेकार जोइस्टिक छ के हो भने तर त्यो क्रसवाला म जोइस्टिक चेन्ज गरेर आउँछु होइन गाइस हामी अब जोइस्टिक चेन्ज गरेर आइसक्यौँ यस्तो जोइस्टिक छ गाइस पुरा पिसी जस्तै लागिरहेछ हैन स्प्रिन्ट गरौँ स्प्रिन्ट हुई लाइब्रेरीहरू के गरेर गरौँ होइन अरे के अपग्रेड यो घर है ल पुरा अपग्रेड चाहिँ कस्तो रे यस्तै होइन यसको साइडको घर यो त हाम्रो सिक्रेट घर भइगयो नि त्यो त मलाई राम्रो डिजाइन आयो सुरु यसको यो सुरु यसको रियल घर यसकै माथि मोसी कबल स्टोर चाहिँ हटाऊँ यो मेन मोसी कबल स्टोन चाहिँ हटाऊँ मोसी कबल स्टोन चाहिँ हटाऊँ गाइस पहिला सुरु यो वुड हाल्ने होइन छोड्नु मोसी कबल स्टोन हटाउनु के ल प्लिज तपाईसँग केही हुँदैन यति मेरो फेभरेट जोइस्टिक आउँदैन तँलाई गर्न धेरै गाह्रो छ तिम्रो फेभरेट यस्तो गर्न नि गाह्रो हुन्छ गाह्रो भएको भनेको भने यस्तो हार्ड जोइस्टिक छ फर्स्टमा यस्तो यो कोल्ड यस्तो यता यो यताको जग्गा यस्तो हुँदैन गाइस यो भित्रको उस दाइपो किन हेर्नु एकचोटि देऊ नि अब यताको गर्नु न अरूको घरको डिजाइन यस्तो पहिला यता हालौँ हे तपाईँ बुझ्दिनँ भाइ म यो जोइस्टिकमा स्टार्ट ओके गाइस होइन हामी फेरि उ गरिसक्यौँ हजुर निस्किनु यस्तो भयो अब यता गर्नु न हजुर जानु यो तपाईँहरू लाइब्रेरी सोचेर होला मेरो घरलाई के गर्दै यिनीहरूले तेरो घर होइन यो हाम्रो घर हो हाम्रो होइन भाइ हाम्रो घरलाई यसको घर कसरी भन्न मिल्छ
अनि पछाडि यता चाहिँ अब यता यसरी गर्नु उही म त साँच्चै पागल नै भयो यार म त म खेलिदिन्छु त जोयस्टिक केहीले कुनै जोयस्टिकले राम्रो गर्न सक्नु हुँदैन सक्छु हौ भाइ मेरो जीवनी पपेट यो घरको डिजाइन एकदमै खतरा देखिरहेको छ गाइज मलाई थाहा छ अब यता स्टेयर्स हाल्नु रुखम त यहाँ मैले कति एक्स्ट्रा हालेछु जस्तो छ बन्द गर्नु यताको फोड्नु न निकाल्नु यताको एक्स्ट्रा हालेछु गाइज मैले यता होइन यता नि एक्स्ट्रा हाल्नु भयो हल्लो यता लाउनु निकाल्नु अब हेर्नु कस्तो राम्रो लागिरहेछ अब स्टेयर्स लगाउनु स्टेयर्स ओके हो होइन अब यो सबै बुक सेल्फलाई हटाउनु यहाँको लाइट कसले ल होला है सानो हाम्रो कसले ल होला किताब नै किताब फेरि बनाउन मिलिहाल्छ यो कुन पो हुन्छ नि इन्चान्टमेन्ट टेबल त्यसलाई गर्ने त्यसको लागि युज गर्ने धेरै नबनाउने है एउटा ट्याग मात्र बनाउने है पुग्दैन के नभए के तोडेर एक जग्गा मात्रै बनाउने दाइ हुन्छ गर्नु माथिको फ्लोर त छैन नि त हेर न माथिको फ्लोर नै छैन यहाँ आधी नै छैन माथिको फ्लोर बनाउनु न रुको यहाँ मैले अघि नै बनाएको थिएँ कस्तो तलै सुत्ने कि माथि सुत्ने कहिले हामी गेममा गाइज हामी तल सुत्ने कि माथि सुत्ने हुन्छ यो गेममा अरू कति हाम्रो चाहिँ धेरै वुड गिचौँ जस्तो छ है अरूहरू बिल्डको लागि नि काम लाग्छ नि त होइन र ए बेड छ तपाईँको त यता चाहिँ के आएर बेड छ त हेर्नु त इन्भेन्ट्रीमा हेर्नु त ल मरिस हाल्नु हाल्नु मार्नु यो खोज्छस् भने नमार्नु हाल्नु ट्रेडिङ नि त गर्नु डायमन्डको बेड लिइहाल्नु न बेड रहेछ भने मलाई त बेड अर्कै घरमा छोडिन्छ जस्तो लागेको थियो के छिटो बिल्ड गर्नु न म गर्छु नि अलिकति दाइ अब अलिकति म क्राइङ बच्चालाई दिन्छु होइन आइडी रेक्राई गरिदिइसक्यो भुवाइको क्राई छ्या छैन बाले लिइदिनु भयो होला मेरो होला नि
हिजो थियो मेरो रिजल्ट अब त गाइस बेड क्राफ्टिङ टेबल नै राख्नु न क्राफ्टिङ टेबल तपाईँको इन्भेन्ट्रीमा छ भने इन्भेन्ट्री ए सबै यत्रो चिज इन्भेन्ट्रीमा भएपछि त उता अरू अब त्यो चेस्ट लिएर आउनु जानु त्यो चेस्टै राख्ने भने सिक्रेट अहिले मल्टिप्लेयर खेल्ने बेलामा म चोरिहाल्छु यता राख्नु तिम्रो लागि त हो त्यो सामान स्टोनको चाहिँ के आएर अब स्टेयर्स बनाउनलाई यो युज गर्ने हो र भने के आएर अच्छा फर्नेस एउटा आउनु एउटा त बनाउँछु त 1000वटा बनाउनु पर्ने जरुरत छ र धेरै सिग्मा भन्नुहुन्छ सिग्मा बोय चुप बस्नु न खाना पो पकाउनु आँटेको छु मैले अब के हाल्नु छ के बनाएर बसी चेस्ट त्यो सिक्रेट चेस्ट कसको लागि हो थाहा छ कसको लागि तिम्रो मेरो त्यो साथी चाहिँ कता कहिले आउँछ गो अरे त्यसले मलाई त्यो पोर्टलको बारेमा भनेको थियो होइन नेदर पोर्टल रुइन पोर्टल रिङ्स रहेछ गाइस अब नेदरमा जानु के डर लाग्दैन के मलाई लाग्दैन डर ओए बाल्कनी त कस्तो हुन्छ त्यहाँ बाल्कनी चाहिँदैन हामीलाई निकाल्नु यसो ताजा हावा खानु परेन भने यो गेममा तातो हावा खाना बनाएन यो गेम तातो हावा बाल्कनी ठुलो बनाउनु अनि हामीलाई फेन्स पर्दैन हामी लड्दैनौँ गेममा लडेर नि के अरे ड्यामेज हुने होइन धेरै अलिकति त ड्यामेज हुने हो धेरै हुने होइन ड्यामेज अब नबोल्नु अब त के पनि नबोल्नु यति बाल्कनी हुन्छ अब हामीलाई त्यो बनाउनु पर्छ के दिवार कता छ हेर्नु 18 अधिक अरे हुन्छ ल दाइ बस्नु न मैले कस्तो दामी डिजाइन सोचिरहेको छु नराम्रो देख्छ सब कुरा तिमी जस्तो हुँदैन तिमीले सोचेको भन्नु तिमीले सोचेको जस्तो भन्नु हुँदैन के भाइ तिमी नराम्रो सोच्यौ भने ए कस्तो यस्तो हेर घ्या लगाउने अनि यसलाई यता लगाउनु यसलाई अनपछि हाम्रो ओ योबाट त हामी त्यो नै बनाउन सक्छौं के त्यो कुर्सी त्यो राजाको कुर्सी अनपछि हैन त्यहाँ माथि त्यो राजाको कुर्सी बनाइदिने
माइनकार्ट राख्दिने अनि पछि म टोयलेट गएर आउँछु है हुन्छ भाइ आरडीजे क्राई टोयलेट गर्छ आरडीजे क्राईले पाद्यो हा 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 धेरै नबोल्नु है अहिले उठाइदिन्छु पादेर उठाइदिन्छ अरे मलाई आरडीजे क्राईले धेरै नबोल्नु आरडीजे क्राईले मेरो फेस रिभिल गरिदिन्छ अरे मलाई डर लाग्यो मम्मी अहिले पनि गनाइरहेको छ गाइस आरडीजे क्राईको पाद छ्या कति नराम्रो पाद्दा रहेछ आरडीजे क्राई त्यही भएर त्यसमा कहिले अटोग्राफ नदिनु है त्यसले पादिदियो भने तपाईँ ढल्नुहुन्छ गाइस आरडीजे क्राई इज भेरी ब्याड स्याडल बनाउनुपर्छ गाईहरूलाई मारेर स्याडल बनाउने अब सरी गाइस लेदर चाहिन्छ भिलेजरहरूले अर्को गाई ल्याइहाल्छ नि आइरन मर्दैन जस्तो वान हिटमा झराएन ऊ ब्रेड चाहियो लेदर चाहियो स्याडल बनाउनलाई लेदर चाहियो लेदर चाहिँदैन स्याडल बनाउनै मिल्दैन कसरी मिल्दैन भेट छ मात्रै त्यो बनाउन मिल्दैन के हो त्यस्तो एउटा उपाय क्या हो यो के हो पागल जस्तो ट्रेड ब्ल्याक स्मिथ होइन यो यो चाहिँ हो नि ब्ल्याक स्मिथ यो ब्ल्याक स्मिथ होइन ब्ल्याक स्मिथ हो यो होइन त्यही हो ब्ल्याक स्मिथ यो त काम गर्ने हो यसको घर यो यता हेर्नु यो घरको भित्र गएर काम गरिरहेछ हेर्नु ब्ल्याक स्मिथ त रहेछ त ब्ल्याक स्मिथ हो यसले यता काम गर्छ त्यो ब्ल्याक स्मिथ यस्तो हुँदैन ब्ल्याक स्मिथ यस्तो हुँदैन तपाईँभन्दा पहिला मैले हेरेको भाइ घर कस्तो अनि देखाउनु त के हाल्नुभयो झन् म गएर भइसक्यो घर कस्तो भनेर देखाउनु त चारवटा लेदर बल्ल बल्ल लेदर कति के भन्नुला ब्ल्याक स्मिथ होला यो होइन भने ब्ल्याक ओ यो चाहिँ हो 21 एमरल्ड्सको यो ल यो फर्स्टमा यो ट्रेड गर्ने एमरल्ड्स ओ फार्मर मोट एउटा तरिका हेबिल कता पाउँछ हेबिल कता जाऊ भाइ घरमा जाऊ राति भइसक्यो सच्ची राति अहिले रुखम गाय रुखम हामी सुत्ने हो यहाँ यो चाहिँ सुत्न पाउँछ हामी चाहिँ पाउँदैनौँ अब त्यो स्याडल कहाँ पाउँछ त भन त स्याडल त्यता पाउँछ तर हामीले हेबिल चाहियो थियो अहिलेको लागि किन हेबेल चाहिँ ओ हेबिलबाट हामीलाई एमरल्ड्स पाउँछ हेबेलबाट कसले दिन्छ फार्मरले हेबेल हेबिलको त्यो ब्लक कता हाल्छ हामी
रुक क्याटलाई टेम गर्न सक्छु कि सक्दिनँ यस्तै यसले त हुँदैन होला हुन्छ यस्तै ए खान्छ तिमीहरू ओए खान्छ यो खान्छ तिमीहरू खान्छ खाँदैन त हेर्नु कि कुकुरहरू भएको भए कस्तो मजा लेदर मलाई थाहा छ लेबल चाहिन्छ गाइस 10 सेकेन्ड मलाई एउटा अर्कोले भिलेज थाहा छ त्यो मेरो साथीले मलाई धेरै सिकाएको छ नि तपाईँभन्दा धेरै हो साथीले यो वर्ल्डमा खेलेको छ का हो मेरो साथीले त मलाई यो वर्ल्डको बारेमा यत्रो भनेको उखाउ रुइन पोर्टल हाम्रो नेदर पोर्टल त्यहाँ छ गाइस द स्ट्रङ्गेस्ट नेदर पोर्टल इन द होल माइनक्राफ्ट सिरिज हामी यही युज गर्नेवाला छौँ नेदरमा जानलाई यतातिर गाइस हामी तपाईँलाई यो वर्ल्डको सिड दिउँला सिड जहिले सिड हो वर्ल्डको म्याप भने कस्तो लकी गाइस हामी पुगेर मिल्छौँ तँलाई हेलो गाइस त हामीले गरिसक्यौँ कति टाढा रहेछ भने गाइस साँच्ची 10 मिनट जति त त्यही लाग्यो जानलाई अब जाउँ फार्मर कहाँ छ हेरौँ पहिला हेरौँ यता फार्मर थाहा पुग्यो यार यो आलु अब रुख त यो त दिमाग भयो नि कस्तो यता आयो खै त त्यहाँ गेममा हुन्छ के त बेरोजगार बस ल बेरोजगार आइज बेरोजगार नबन् न आइज फार्मर बनाइज फार्मर बनाइज रोक्नु न फार्मर बन जा फार्मर बन जा फार्मर बन न जा त बेरोजगार नै बन्न मन छ त है जा फार्मर बन जा यार यो भाग्दै पागल यसो जागिर दिलाउन खोजिरहेको जागिर नै दिन मान्दैन यस्ता बेरोजगार पनि हुन्छ भने हाम्रो गाउँमा चाहिँ हाम्रो लालेपाले भिलेजमा त कस्तो काम नलाग्ने मान्छे छन् यार अब अर्को फार्मर नि होला पस्नु त फार्मर नि छ हेरे त अहिले छ त छ के एउटा मात्र फार्म रहेछ भने चाहिँ केही नै हुँदैन हामी अरूलाई बनाइहाल्नु त यतिसम्म मात्र हो भिलेज लालेपाले भिलेज त के हो फेरि त्यही भिलेजमा जानु पर्यो दाइ यहाँ 10 मिनट दूर छ हिँडेर जाँदा त गाइस हामी पुगेर जान्छ रे पुगेरै गर्छौँ गाइस हामी सुरु भएको भयो नि फेरि हेर त भइसक्यो माइक आएर के होइन ओके गाइस तल लगाइरहेछ हामी चिटिङ गरिरहेछौँ यता हेर्नु यस्तो छ अब हामी कता आएर चिटिङ गर्छौँ गाइस भन्नु त होला बन्नु होला हामीले चिटिङ गरेर होइन है गाइस तर हामीलाई पाइसक्यो 2 स्ट्याक एउटा अनि एउटा स्ट्याक आधी ए पक्नु न अब त्यसलाई ब्ल्याक स्मिथ होला त यो कुन हो ए यो त ओए हामीलाई रेड स्टोन चाहिँदैन यार यो त बेरोजगार छ लो यसको होला कसले फुटाएको हामीले नै फुटाएको रुको त ब्ल्याक स्मिथ एक्सलाई उ गर्नु मिल्छ बनाउनु मिल्छ ए रिपेयर गर्न मिल्छ के चाहिन्छ त्यसको लागि एमरल्ड त
एमराल्ड होइन हाल्न मिल्दैन आइरन चाहिन्छ तर ए आइरन छैन क्या हाम्रो छोडिदिनु ए भेट्न त भेट्यो तर राति भइसक्यो छोड्नु पहिला सुत्नु अन्त्यो चाहिँ भेट्टाउनु त्यसलाई ए यो के हो 2 नाइट हुने रहेछ दुरिङ होइन गाइस अब हामी गाइस जानु छिटो जानु न त्यो भक्स भयो त्यो भाग्यो भने म यसको जिन्दगी भगाइदिन्छु यो ब्ल्याक इज हान्नु रुखहरू गरेर त्यही हो भने ब्ल्याक इज त्यो भर्खर यता गएको गयो यता यो यता ओ टेम्पो गएको रहेछ ब्ल्याक स्मिथ यो ब्ल्याक क्रेबर पो क्लियर क्लियर ओ यता भित्र होला ओए अरे यो चाहिँ हो ब्ल्याक स्मिथ ओए 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 यो जिम यो लिने ट्रेड ओए अनि एक्सिडेन्ट नया एक्सनियास लो क्या हो तर यो त वेपन स्मिथ रहेछ ब्ल्याक स्मिथ यता गएको होइन ब्ल्याक स्मिथ कता भाग्यो ब्ल्याक स्मिथ यता भित्र यो घरको भित्रको मान्छेले के दिइरहेछ होइन खतरा दिइरहेछ ओ यो आर्मोरल रहेछ जे होइन यो त चाहिँदैन यो त छ यो त हामीसँग यहाँ ब्ल्याक स्मिथलाई भेटाइरहेछ वेपन रुख त रुख भेट्यो कहाँ भेट्यो उता 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 जानु कहाँ उता उता दिनु भने लकी न बिगार माउन्ट गर्न आएको यस्तो एउटा झन् हेभिल छ किनकि हामीले उतारेर गरेको यस्तो कसरी खै एउटा स्याडल चाहिँ भेट्टाएको भयो हुन्थ्यो कि हेभिले होइन ल छ र त छ हामीले को त गाइस होइन हामी यसो उ गरेर आउँछौँ अब यसो अर्को गाउँमा स्याडल भेटाएर आउँछौँ पक्रिनु एकछिन अब त गर्नुपर्छ म अब त गर्नुपर्छ नि बन्नुपर्छ अब त दही भन्न पाउँदैन बन्यो डोरी लिनु पहिला लिड कहाँ छ बनाउनु पर्यो त्यसलाई घरभित्र बन्द गर्नु तर त्यसलाई राख्नु न यतै त्यसलाई ब्लक गरिदिनु कहाँ गएर ब्लक गर्नु ए राइड गर्नु त राइड ए हामी राइड गर्नु हटाइदिनु तपाईँ यो लिनु भाग्यो हे यो घोडा तल हे यो घोडा चाहिँ के हो गाइस यो घोडालाई म ठिकानै लगाएर आउँछु 10 सेकेन्ड है गाइस होइन हामीले स्याडल भेटाइसक्यौँ अनि हामी डेजर्टरी गएर आएको भर्खर डेजर्टमा नि भर्खर ओ त्यो घोडा कता गयो कहाँ गयो ए साँच्ची हामीले त न त्यसलाई गरी गएको थियो मैले न त्यसलाई के गरेरै गएको थिएन हामीलाई कहाँ गयो कहाँ गयो त्यो होला फेरि एउटा भेट्टाउन नि मिल्छ ओखि त्यसलाई भेट्टाउनु नभए अर्को घोडा नि भेट्छ नभए त्यो भेट्छ यो हङ्गर नि यतातिर गएको हुन सकिहाल्छ नि ओ त्यहाँ यही हो नि ओ राइट अब हाम्रो यही छ हामीले डेजर्ट अर्डर यो नि आर्मर अब यो हाम्रो साथी बन्यो तर यसलाई घरमा लग्नु पहिला हाम्रो घरमा आउँछ यो अब
त घर कता डग कता डग 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 डग। ला तर हामीले घरको त्यो छत तोड्नुपर्छ यो घरमा हालिदिउँ न यो नि त हाम्रै त घर हो नि कसको घर हो त यो होइन छेड पिक्याक्स तोड्नु नि छतमा चाहिँ तोडेर हुँदैन कि दुईटा चाहिन्छ कि जग्गा कस्तै हुन्छ अब यताबाट पिक्याक्सबाट तोड्नु न तपाईँले के गरेर दाइलाई नाकको सिकाएर जानु पऱ्यो नि बल्ल दाइ फाल्नु पैसा अब ए म त पागल पो भएर भने यसलाई भित्र अनि अब बन्द गरिदिनु तपाईँले यता यो चाहिँ किन नतोडे कस्तो यसले गरेर होइन हौ भाइ क्राफ्टिङ टेबलले क्राफ्टिङ टेबलले गरेर ल अब बन्द गरिदिनु यता गरिदिनु है ए भाग्यो है उता राखेर त्यसलाई फेरि ओ यता लगेर राख्नु जुत्ता हिजब लगाउनु न कपिराइट आउँछ पहिला त्यो लिनुपर्छ लु त त्यो भएको छ भने छिटो भयो अब त्यति आउँछ अब खै लिस भेट्यो भने कस्तो मजा हुन्छ अरू सबै सामान चाहिँ आफ्नो साथीलाई भयो भने कस्तो डेकोरेसन हो यो पुरै मेहेल लगाइरहेछ अब त राजाको घरमा हेर्दा हुँदैन त भने ए नेदरमा त जानुभयो तर अब नेदरमा जानु तयारी त गर्नु नेदरमा जाने तयारी गर्छौँ होइन गाइज अब सिधै अर्को भिडियोमा भेटौँला हामी के अरे पोषणहरू बनाउँछौँ अनि अरू सामानहरू बनाउँछौँ अनि हामी हाम्रो केटो दाइलाई लिएर जान सक्दैनौँ होइन यसको लागि हामी एउटा घर बनाइदिएर 10-20 एपिसोडमा हामी 7th एपिसोडमा यसको लागि एउटा घर बनाइदिउँला अहिलेको लागि बाई अहिलेको लागि बाई 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 सबै बाई बाई सबैजनालाई